नमस्कार, खरिदारको म्याथ सेसनमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ एक नियम समय र कामको बारेमा केही क्वेसनहरू लिएर आएको छु। त्योभन्दा पहिला यसको बेसिक कन्सेप्टको बारेमा हामी बुझ्न जरुरी छ। बेसिक कन्सेप्ट बुझिसकेपछि क्वेसनहरू हल गर्नका निम्ति एकदम सहज हुनेछ भन्ने मैले विश्वास गरेको छु। अब म सुरु गर्न गइरहेको छु। एक नियम पढ्दै गर्दा हामीले विचरणको बारेमा जान्नु जरुरी हुन्छ। विचरण भनेको भ्यारिएसन भनिन्छ इङ्ग्लिसमा। विचरणहरू चाहिँ दुई प्रकारको हुन्छ। एउटा हुन्छ प्रत्यक्ष विचरण, अर्को हुन्छ अप्रत्यक्ष विचरण, डाइरेक्ट भ्यारिएसन र इन्डाइरेक्ट भ्यारिएसन दुई प्रकारको विचरण हुन्छ। अब प्रत्यक्ष विचरण भनेको चाहिँ के हो भन्दाखेरि प्रत्यक्ष विचरणको बारेमा यहाँ दुईवटा राशिहरू मध्ये एउटा राशिको मान बढ्दा अर्को राशिको मान पनि बढ्ने, एउटा राशिको मान घट्दा अर्को राशिको मान पनि घट्ने सम्बन्ध हुन्छ भने त्यस्तो अवस्थालाई चाहिँ प्रत्यक्ष विचरण भनिन्छ। बढ्दा बढ्ने, घट्दा चाहिँ घट्ने अथवा बढ्दा बढ्ने वा घट्दा घट्ने। जस्तै वस्तुको संख्या र मूल्य भयो, दूरी र भाडा भयो, कामदार र काम भयो, यो चाहिँ प्रत्यक्ष विचरण अन्तर्गत पर्दछ। वस्तुको संख्या बढ्यो भने मूल्य पनि अभियसली बढिहाल्छ, दूरी बढ्यो भने भाडा पनि त्यसको बढिहाल्छ, कामदार धेरै भयो भने काम पनि त्यही अनुसार बढ्छ। अब अप्रत्यक्ष विचरण भनेको चाहिँ के हो? अप्रत्यक्ष विचरण भनेको चाहिँ के हो भन्दाखेरि कुनै दुईवटा राशिहरू मध्ये पहिलो राशिको मान बढ्दा दोस्रो राशिको मान घट्ने वा पहिलो राशिको मान घट्दा दोस्रो राशिको मान बढ्ने सम्बन्ध हुन्छ भने त्यो चाहिँ अप्रत्यक्ष विचरण अन्तर्गत पर्दछ। बढ्दा घट्ने, घट्दा बढ्ने अथवा बढ्दा घट्ने वा घट्दा बढ्ने। जस्तै यसमा चाहिँ उदाहरणको लागि लियौँ हामी मानिस र दिन, गति र समय अप्रत्यक्ष विचरणको उदाहरणहरू हुन्। त्यति कुरा बुझिसकेपछि अब एउटा क्वेसन गरौँ। 25 वटा कलमको मूल्य रु 500 पर्छ भने एउटा कलमको मूल्य कति पर्ला? अब यसको सोलुसन गरौँ हामी। यहाँ कलमको संख्या इक्वल टु 25, कलमको मूल्य इक्वल टु रु 500, एउटा कलमको मूल्य इक्वल टु वाट भनेको छ। अब सूत्र अनुसार एउटा कलमको मूल्य इक्वल टु कलमको
जम्मा मूल्य बाई कलमको संख्या गरौँ। कलमको जम्मा मूल्य 500 छ बाई 25 दुना 50 20 रुपीस। अत एउटा कलमको मूल्य रु 20 पर्छ। तपाईहरुले बुझिहाल्नु भयो होला यो क्वेशन। अब अर्को क्वेशन हेरौँ। कुनै 20 वटा वस्तुको मूल्य रु 420 पर्छ भने 12 वटा वस्तुको मूल्य कति पर्छ भनेर क्वेशन सोधेको छ। अब यसको सोलुसन गरौँ हामी। यहाँ लेखौँ सुरुमा सर्वप्रथम यहाँ। यसको चाहिँ दुईटा तरिकाबाट हामी गर्न सक्छौं। पहिलो तरिका छ यसलाई अर्कोपट्टि पल्टाउँ। पहिलो तरिका वस्तुको संख्या इक्वल टु 20 छ। वस्तुको जम्मा मूल्य इज इक्वल टु 420 छ। एउटा वस्तुको मूल्य इक्वल टु वाट भनेर सोधेको छ। अब 12 वटा वस्तुको मूल्य इक्वल टु वाट। अब यसलाई हामी सूत्रको प्रयोग गरौँ। सूत्र अनुसार एउटा वस्तुको मूल्य इक्वल टु अघिकै सूत्र हामी प्रयोग गर्छौं। वस्तुको जम्मा मूल्य बाई वस्तुको संख्या। वस्तुको जम्मा मूल्य कति छ त? 420 छ। वस्तुको संख्या 20 छ। अब यसलाई काटौँ। 20 गुना 40 2 20 एकानी 20। 12 वटा वस्तुको मूल्य इक्वल टु एउटा वस्तुको मूल्य इन्टु आवश्यक वस्तुको संख्या भन्ने फर्मुला युज गरौँ। अब एउटा वस्तुको मूल्य 12 21 आवश्यक वस्तुको मूल्य भनेको 12 रु 21 × 12 252। अत 12 वटा वस्तुको मूल्य कति भयो त भन्दाखेरि रु 252 पर्दछ। यो त भयो पहिलो तरिका। अब हामी यसै क्वेशनलाई दोस्रो तरिकाबाट गरौँ। दोस्रो तरिकाबाट गर्दाखेरि सर्वप्रथम हामीले चाहिँ दिएको
जानकारी जुन हुन्छ त्यसलाई चाहिँ तालिकामा प्रस्तुत गरौँ। वस्तुको सङ्ख्या र मूल्य दिएको छ हामीलाई। यसलाई चाहिँ तालिकामा प्रस्तुत गर्दाखेरि यस्तो गरेर वस्तुको सङ्ख्या 20 दिएको छ, मूल्य 420 भनेको छ। वस्तुको सङ्ख्या 12 हुँदाखेरि मूल्य कति हुन्छ भनेको छ भने यसलाई चाहिँ हामीले x मान्नुपर्छ। वस्तुको सङ्ख्या बढ्दा मूल्य पनि अभियसली बढ्छ। अब यसलाई सोल्भ गर्दाखेरि x बाई 420 इक्वल टु 12 बाई 20। यो चाहिँ के हो? प्रत्यक्ष विचरणबाट गरिएको हो। प्रत्यक्ष विचरण हो। अब यसलाई सोल्भ गर्दाखेरि और x इक्वल टु 12 इन्टु 422 बाई 20, x इक्वल टु 20 दुना 40, 21, 252। अत 12वटा वस्तुको मूल्य कति पर्छ? रु 252 पर्दछ। हामीले चाहिँ दुईटा तरिकाबाट गर्यौं। धन्यवाद। हामी अर्को सेसनमा फेरि आउनेछौँ। कृपया पर्खिरहनु होला।